सिंगापुर स्थित फ्रेन्च इन्टरनेशनल फुटबल एकाडेमी र लुम्बिनी फुटबल एकाडेमी बीच नेपाली ग्रासरुट फुटबल विकासका लागि ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। काठमाडौँमा आज आयोजित विशेष कार्यक्रममा दुवै एकाडेमी बीच दीर्घकालीन सहकार्य गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौता पत्रमा लुम्बिनी फुटबल एकाडेमीका सञ्चालक समीर ओली र फ्रेन्च इन्टरनेशनल फुटबल एकाडेमीकी कम्पनी डाइरेक्टर अस्मिता गुरुङले हस्ताक्षर गरेका छन्। कार्यक्रममा फ्रेन्च इन्टरनेशनल फुटबल एकाडेमीका मालिक तथा सिंगापुर नागरिक डेल्भिन एसपीको पनि उपस्थिति रहेको थियो। समीर ओलीको व्यक्तिगत लगानीमा रहेको एकाडेमीमा आवासीयतर्फ हाल 29 जना खेलाडी रहेका छन् भने 6 जना विपन्न तथा दलित समुदायका खेलाडीहरूको पालन पोषणदेखि शिक्षा खर्च समेत ओलीले आफ्नै गर्दै आएका छन्। पहिलो चरणमा दाङको घोराहीमा रहेको एकाडेमीको भौतिक पूर्वाधार स्तरोन्नति गरी त्यसलाई केन्द्रीय कार्यालयका रूपमा विकास गरिनेछ भने त्यसपछि सोही मोडेल अनुसार देशैभर प्रादेशिक संरचना विस्तार गर्ने दीर्घकालीन योजना दुवै पक्षले लिएका छन्। And also to get a proper kind of employment there. That's the thing, is advantage we have. And of course in here, I mean, I'm trying to study the dynamics of the national level, Division 1, whether we can probably have the same kind of approach, you know, to look for opportunity to work with a division club here in Nepal itself. So there's a development path for everyone, for the kids, to nurture them, to go to under 18, be competitive and play. And of course, we will definitely expose them to a lot of tournaments. We have our own tournaments here as well. You will see soon. Yeah, yeah, definitely. That's our plan. Yeah, yeah. Your help, your support, and let's do this. Let's make this a big thing in the future as well. Now, let's stick to this plan, and heads off, everyone. सल्लाह सँगसँगै साथ र सपोर्ट पनि अपेक्षा राखेका छौँ। फाइनली एकपटक मैले यहाँ केही शुभचिन्तक अब अग्रज दाई हुनुहुन्छ, विराट दाई हुनुहुन्छ, काठमाडौँ जिल्ला फुटबल सङ्घका महासचिव दाई हुनुहुन्छ, लक्ष्मी सिरिङ दाई, अमित लगायत धेरै साथीहरूलाई चिनिरहेको छु। उहाँहरू चाहिँ एउटा आवाज चाहिँ उहाँहरूले एउटा शुभकामना दिनको लागि र यो हाम्रो सम्झौताको एउटा साक्षी बनिदिनको लागि उपस्थित भइदिनु भएमा म एकदम धेरै आभार प्रकट गर्न चाहन्छु। र एउटा ग्रुप फोटो पनि अगाडि आएर चाहिँ ल्याउनको लागि चाहिँ म